त्यो नितु पौडेल छोरी मर्या भएर मलाई यति उति टेन्सन भएको छैन। त्यो अर्काको जिउमा हात किन हाल्छौ केटाहरू? अर्काको जिउमा हातपात किन गर्छौ हो केटाहरू? तिमीहरूको बुद्धि छैन, मानसिक ठिक छैन तिमीहरूको। आज 2-3 वर्ष एउटा केटीसँग मिल्ने, फेरि अर्को केटीसँग मिल्ने, फेरि अर्को केटीसँग मिल्ने गरेर 4-5 वटा केटीहरूसँग हिँड्छौ तिमीहरू होइन? अनि त्यो केटीलाई मर्ने बाध्यता बनाउँछौ होइन तिमीहरू केटाहरू? तिमीहरू केटाहरू कति ठुला यता छौ यता छौ यता छौ यता 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 ठुला ठुला हुने? हामी चाहिँ सधैँभरि तिमीहरूको तल परेर बस्ने केटाहरू? तिमीहरू जिन्दगी काट्न सक्दैन भने अर्का छोरीलाई माया नगर, अर्का छोरीले हातपात नगर केटाहरू। तिमीहरू आफ्नो जिन्दगी जिउन सक्दैनौ, अर्का छोरीले हातपात नगर, मर्ने बाध्यता नबनाऊ। कोही धेरै जस्ता केटी मरेछन्, कोही केटा पनि मरे रे भन्छन् भने सुनेको छु। तर के अरे जिन्दगी काट्न नसक्ने मान्छेले माया प्रेमै नगर्नु। जुनसँग बिहा गर्ने हो, जुनसँग जिन्दगी काट्ने हो उसैलाई मात्रै माया गर। के जाँठा केटाहरू लान